कविताको शीर्षक छ हामी। हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठुलो स्वरमा गर्छौँ, तर हामी फगत पानीका थोपा हौँ, पानीका निर्बलिया थोपा, जो सूर्यद्वारा माथि उचालिन्छौँ र बादल बन्छौँ। हावाको इसारामा यताउति दगुर्छौँ र आफूलाई गतिशील भन्ठान्छौँ। अनि एकचोटि माथि पुगेपछि हामी आफ्नो धरतीलाई बिर्सन्छौँ र आफ्नो धरतीलाई, खोलालाई, बगरलाई उपेक्षापूर्वक पालिएका कुकुरले झ्यालबाट गल्लिएका कुकुरलाई हेरेर भुके झैँ हामी भुक्दछौँ र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौँ। अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौँ र फेरि परिणत हुन्छौँ पानीका थोपाहरूमा, निर्बलीय थोपाहरूमा, र कुनै इनार, खाडल वा पोखरीमा कुहिएर बिताउँछौँ बाँकी जीवन। टर्र टर्र टटराउने घिनलाग्दा भ्यागुताहरू पालेर, विष नभएका साँपहरू अँगालेर, हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठुलो स्वरमा गर्छौँ, तर हामी भित्रभित्रै खोक्रोछौँ। हाम्रो उठाइको कुनै महत्त्व छैन, हाम्रो दगुराइको कुनै लक्ष्य छैन। हाम्रो गर्जनको पानीमा फालिएको अगुल्टाको छ्वाइँ भन्दा बढी वजन छैन। हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्रभित्र निरन्तर खिँदै र घिस्रदै गइरहेका छौँ। हाम्रो बाहिरको उचाइ झुटो हो, भ्रम हो। अग्लो टाकुरामा उम्रेको सानो च्याउको उचाइ भन्दा यसको बढ्ता महत्त्व छैन, वा दुईवटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने भारतीय चटकीको उचाइ भन्दा यसको बढी विशेषता छैन। अग्लो चुच्चे टोपी लगाई नाच्ने सर्कसको जोकरको उचाइ भन्दा यसको बढ्ता महत्त्व छैन। हामी बाहिरको उचाइमा रमेका छौँ, लट्ठेका छौँ, फुलेका छौँ, तर हामीले हाम्रो आस्थाको दीपमा निरन्तर खिँदै र घिस्रदै गएको कुरालाई भुलेका छौँ। हीनताको सानो दीपमा पछारिएर हामीले आफ्नो पूर्व स्मृति गुमाइसक्यौँ। हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौँ। हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौँ। हामीले सामान्य मानिसको उचाइलाई बिर्सिसक्यौँ। त्यसैले जब कुनै सामान्य मानिस कथामा वर्णित गोलीभर चाहिँ आइपल्टन्छ हाम्रो आस्थाको दीपमा, हामी छक्क परेर उसलाई हेर्छौँ। हामी उसलाई हेरेर छक्क पर्छौँ। हामीलाई आफ्नो पुर्काइ देखेर डर लाग्छ र त हामी आफ्नो हिंसाका भावनाका सियो जत्रा ससाना हात हतियारले उसमाथि प्रहार गर्छौँ। उसको अङ्ग प्रत्यङ्गमा चढ्छौँ, उफ्रन्छौँ, टोक्छौँ, चिमोड्छौँ र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ, शान्त हुन्छौँ, समर्पित हुन्छौँ र कुनै ठुलो चट्टानमाथि उर्लेर समुद्रको छालले तल ओर्लेर त्यसको पाउ पखाले चाहिँ हामी पुज्न थाल्छौँ त्यो साधारण मानवलाई महान बनेर। हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि भित्रभित्र निरन्तर खिँदै गइरहेका छौँ। हामी लिलीवुडका मानव हौँ, हामी लघुमानव हौँ। हामी आफू खुसी कहिले मिल्न नसक्ने, कसैले मिलाइदिनु पर्ने। हामी आफू खुसी कहिल्यै छुट्टिन नसक्ने, कसैले छुट्याइदिनु पर्ने। हामी आफू खुसी कहिले अगाडि बढ्न नसक्ने, कसैले पछाडिबाट हिर्काउनु पर्ने, हिँडाउनु पर्ने। हामी रङ रोगन छुटेका, टुटेका, फुटेका पुराना क्यारमबोर्डका गोटी हौँ। एउटा मनोरञ्जक खेलका सामग्री, एउटा खेलाडीमाथि आश्रित, आफ्नो गति हराएका, एउटा स्ट्राइकरद्वारा सञ्चालित हो। हामी मानिस कम र बढ्ता गोटी हौँ। हामी वीर छौँ तर बुद्धु छौँ। हामी बुद्धु छौँ र त वीर छौँ। हामी बुद्धु नभइकन वीर हुन कहिले सकेनौँ। हामी महाभारतको कथामा वर्णित एकलव्य हौँ। प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ, हामीलाई ज्ञान दान गर्नबाट इन्कार गर्छ मान्न हाम्रा योग्यतालाई, शक्तिलाई र अस्तित्वलाई। तर हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौँ, आफ्नो झुप्रो अगाडि त्यसैलाई पुज्छौँ, ढोग्छौँ, निरन्तर धनुर्विद्याको अभ्यास गर्छौँ र द्रोणाचार्यका अन्य कुलीन चेलाहरूभन्दा बढी कुशलता प्राप्त गर्छौँ। तर हाम्रो कुशलतादेखि आश्चर्यचकित र भयभीत भई प्रत्येक पिँढीमा द्रोणाचार्य हामी कहाँ आउँछ र गुरु दक्षिणा माग्छ।
र हामी सहर उसैको इसारामा आफ्नो बुढी औँला काटेर उसैलाई भेटिदिन्छौँ। आफ्नो अस्तित्व मेटेर उसैलाई समर्पित गर्छौँ र मक्ख पर्छौँ आफ्नो गुरुभक्तिमाथि, आफ्नो आत्मशक्तिमाथि। त्यसैले हामी वीर त छौँ तर बुद्धु छौँ र त हामी वीर छौँ। बुद्धु नभइकन वीर हुन कहिले सकेनौँ। हामी कसैको मूर्ति स्थापना नगरिकन वीर हुन कहिले सकेनौँ। हामी पैताला हौँ, केवल पैताला र फगत पैताला जसको भरमा शरीर उभिन्छ, पैताला जसको आधारमा शरीर हिँड्छ, पैताला जसको आधारमा शरीर दगुर्छ, पैताला तर जो भन्ठान्छ कि शरीरले कृपा गरेर उसैलाई पालिरहेछ, दया गरेर उसै सँगसँगै हिँडाइरहेछ, मक्ख त पर्छ शरीरको महानतामाथि र सम्पूर्ण शरीरको भार सहन्छ, सधैँ शरीरको सबभन्दा तल रहन्छ, कहिल्यै शिर उचालेर माथि हेर्दैन, सधैँ नतमस्तक रहन्छ। हामी पैताला हौँ। हामी दौडमा प्रथम हुन्छौँ र हाम्रो निधारले टीका थाप्छ। हामी दौडमा प्रथम हुन्छौँ र हाम्रो घाँटीले माला लाउँछ। हामी दौडमा प्रथम हुन्छौँ र हाम्रो छातीले तकमा टाँस्छ। हाम्रो टीका थाप्ने निधार अर्कै छ, हाम्रो माला लाउने घाँटी अर्कै छ, हाम्रो तकमा टाँस्ने छाती अर्कै छ। हामी त फगत कसैको इसारामा टेक्ने, हिँड्ने र दगुर्ने पैताला हौँ, केवल पैताला र फगत पैताला। हामी केही पनि होइनौँ। हामी केही पनि होइनौँ र सायद त्यसैले केही हौँ कि हामी कतै पनि केही पनि छैनौँ र सायद त्यसैले कतै केही छौँ कि हामी बाँचिरहेका छैनौँ तर सायद त्यसैले पो बाँचेका छौँ कि। त्यसैले आओ र शून्य पूजा गरौँ। हामी सबै मिलेर पुजौँ यो शून्यतालाई। हामी सबै मिलेर ढोगौँ यो रिक्ततालाई, हाम्रो अस्तित्वको यो देवतालाई, हाम्रो अस्तित्वको यो देवतालाई। भर्खरै हामीले सुनेको भुपी शेरचनद्वारा रचित हामी फुटकर कविता हो। यो कविता केवल केही शब्दहरूको संयोजन मात्र होइन, यो मानव जीवन, हाम्रो सामूहिक अस्तित्व र मानिसको सीमितताको गहिरो अनुभूति बोकेको कविता हो। कविले हामी शब्द मार्फत सम्पूर्ण मानव समाजलाई प्रतिनिधित्व गरेका छन्। मानिस जीवनमा जतिसुकै माथि उठे पनि, जतिसुकै टाढासम्म पुगे पनि र जतिसुकै उपलब्धि हासिल गरे पनि अन्ततः ऊ प्रकृतिका अगाडि सीमित र कमजोर छ। यही यथार्थलाई कविले पानीका निर्मलीय थोपाको प्रतीक मार्फत अत्यन्त सरल र प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्। अब आउनुहोस् कविताका प्रत्येक पंक्तिमा लुकेको भाव, प्रतीक र कविको गहिरो दृष्टिकोणलाई क्रमशः बुझौँ। कवि भुपी शेरचनको हामी नेपाली समाज र जाति पराश्रित हुँदै गएको र हाम्रो गौरवशाली हिजोको अस्तित्व समाप्त हुँदै गएका प्रति व्यङ्ग्य गरी रचना गरिएको कविता हो। कविताको पहिलो अनुच्छेदमा भनिएको छ, जसरी सूर्यको प्रकाशद्वारा एक थोपा पानी माथि उचालिन्छ र गतिशील बन्छ, त्यसरी नै हामी पनि अरूका सहाराले माथि पुग्छौँ र यताउता चल्मलाउँछौँ। हामी माथि पुगेपछि आफू उभिएको धरतीलाई नै बिर्सन्छौँ। पानीको थोपा बादलमा मिसिएर गर्जे जस्तै हामी पनि जनसाधारणका अगाडि गर्जन्छौँ। हाम्रो यो गर्जनमा एउटा फाल्तु कुकुरको भुकाइ भन्दा बढ्ता अस्तित्व छैन। कविका विचारमा यो उचाइ सधैँका लागि नभएर क्षणिक मात्र हो। एक दिन त्यो पानीको थोपा बर्सिएर इनार, पोखरी वा खाडलमा जम्न पुग्छ। आकाशबाट जमिनमा झरेको पानी इनार, पोखरी वा खाडलमा कुहिए जस्तै हामी पनि एक दिन तल झर्छौँ र कुहिएको जिन्दगी बिताउँछौँ। हाम्रो पनि त्यही पानीको थोपाको भन्दा कुनै अलग र अस्तित्व छैन। यसरी हामी नितान्त खोक्रा र रित्ता छौँ भन्ने व्यङ्ग्य भाव यस अनुच्छेदमा व्यक्त गरिएको छ। कविताको दोस्रो अनुच्छेदमा हाम्रा कथाकथित उचाइलाई कविले अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइसँग तुलना गरेका छन्। कविका विचारमा टाकुरामा उम्रिएका च्याउका उचाइमा दुईटा खुट्टामा अग्ला बाँस बाँधेर हिँड्ने सर्कसको चटकीको उचाइ भन्दा बढी वैशिष्ट्य छैन। च्याउ झैँ हामी पनि बाह्य रूपमा उचालिएका, माथि पुगेका र ठुलो मान्छे भएको भ्रमले मक्ख परेका छौँ। वास्तवमा हाम्रो आशाको उचाइ निरन्तर घिस्रँदै र खिर्दै गइरहेको छ। यो कुरा हामीलाई थाहा हुन सकेको छैन। कविले भन्छन्, हामीले हाम्रा विगतका उचाइका इतिहासलाई बिर्सिसकेका छौँ र आफूलाई जतिसुकै महान र उच्च ठाने पनि हामी लिलिपुटका कथाका लघु मानव मात्र हौँ। यसरी कविले कविताको यस अनुच्छेदमा कथाकथित अग्लो ठान्नेहरूप्रति कसिलो व्यङ्ग्य प्रहार गरेका छन्।
कविताको तेस्रो अनुच्छेदमा कविले हामीलाई पुरानो क्यारम बोर्डको गोटीसँग तुलना गरेका छन्। कवि भन्छन्, हामी आपसमा मिल्न पनि सक्दैनौँ र आफू खुसी अगाडि बढ्न पनि सक्दैनौँ। हामी त केवल पुरानो क्यारम बोर्डका टुटे फुटेका थोत्रा गोटी जस्तै हौँ। जसरी गोटीहरू आफू खुसी चल्न सक्दैनन्, केवल स्ट्राइकरद्वारा सञ्चालित हुन्छन्, हामी पनि आफै चल्न नसक्ने र अरूबाट सञ्चालित हुने गर्दछौँ। वास्तवमा हामीमा एउटा मनोरञ्जक खेलको सामग्रीभन्दा बढ्ता अस्तित्व नभएको भन्दै पराधीनता र दासताले गाँजेका प्रति व्यङ्ग्य गरिएको छ। कविको चौथो अनुच्छेदमा कवि भुपि शेरचनले विश्व प्रसिद्ध नेपाली वीरताको इतिहासको स्मरण गर्न पुगेका छन्। कवि भन्छन्, हामी वीर त छौँ तर बुद्धु छौँ। हामी बुद्धु भएर नै वीर भएका हौँ। कविले हामीलाई महाभारतको कथामा वर्णित एकलव्यसँग दाजेका छन्। एकलव्यले द्रोणाचार्यबाट उपेक्षित र तिरस्कृत भएर पनि उनले गुरु मूर्तिको स्थापना गरेर धनुवीरताको अभ्यास गरेका थिए। अन्तिममा उनलाई गुरु दक्षिणा माग्न आउने गुरुहरूलाई आफ्नो दाहिने हातको बुढी औँला काटेर दिन बाध्य बनाइएको थियो। हाम्रो नियति पनि एकलव्यको जस्तै छ। प्रत्येक पुस्तामा हामी कहाँ एउटा एउटा द्रोणाचार्य पैदा भइरहन्छ अनि गुरु दक्षिणाका रूपमा हाम्रो अस्तित्वलाई अपहरण गरिरहन्छ र हामी पनि सहर्ष हाम्रो अस्तित्व समर्पित गरिरहन्छौँ। कविताको पाँचौं अनुच्छेदमा कविले हामीलाई पैतालासँग तुलना गरेका छन्। यसमा केवल हामीलाई शरीरको सबभन्दा तल रहेर शरीरको सम्पूर्ण भार थाम्ने पैतालासँग दाँजेका छन्। पैतालाहरू दौडमा विजयी हुन्छन् तापनि निधारले टीका थाप्छ र घाँटीले माला लाउँछ अनि छातीले तकमा टाँस्छ। विजयी हुने पैताला अर्कै छ अनि टीका थाप्ने, माला लाउने अनि तकमा थाप्ने अर्कै छ भन्दै कविले हामी केवल अर्काको इसारामा दौडने पैताला हौँ भनेका छन्। कविताको अन्तिम अनुच्छेदमा कविले हाम्रो अस्तित्वबारे प्रश्न गरेका छन्। शून्यमै हाम्रो अस्तित्व छ र रिक्ततामै हामी छौँ भन्दै त्यही शून्यता र रिक्तताको अर्चना गर्न व्यङ्ग्यात्मक रूपले आह्वान गरेका छन्। यसरी कवि भुपि शेरचनले नेपाली समाज र जातिलाई हामीका रूपमा उपस्थापन गरी हामी पराश्रित हुँदै गएको र हाम्रो गौरवशाली हिजोको अस्तित्व समाप्त हुँदै गएकोमा वर्तमानप्रति व्यङ्ग्य गरेका छन्।